पुस्तकमा लेखेको रहेछ प्लेन कसरी उडाउन सकिन्छ। एयरपोर्ट छेउमा छ, त्यहाँ DS-6 प्लेन पनि छ है। त्यसपछि उसले प्लेन कसरी उडाउन सक्छ भनेको एयरपोर्टकै कर्मचारी प्लेन त्यहाँ भइरहेको बेलामा त्यो पुस्तक हातमा परेपछि उसले प्लेनको नजिकै गएर हेरे कि प्लेनलाई चाहिँ खोल्नको लागि ढोका यसरी खोल्ने त्यहाँ यसरी चित्रसहित देखाएको थियो। ढोका खोले, भित्र गयो, इन्जिन स्टार्ट कसरी हुन्छ त्यहाँ लेखाएको थियो। यो थिच्यो भने इन्जिन स्टार्ट हुन्छ। उसले हेऱ्यो इन्जिन स्टार्ट पनि भयो, ढोका पनि लायो, बेल्ट पनि कसरी लाउने त्यो पनि लायो। अब प्लेनलाई ट्याक्सी वेमा अथवा रनवेतर्फ कसरी गाइड गर्ने, त्यसपछि अर्को इन्जिन स्टार्ट यसरी गर्ने, फ्रिक्सन यसरी कम गर्ने, यो स्पिड ल्याउने, फुल स्पिडमा यसलाई दुईटै प्रोपेलरलाई चलाउने, त्यसपछि यो ह्यान्डललाई अगाडितिर तानेपछि प्लेन अब उड्छ भनेको थियो। उड्न पनि उड्यो है, पुस्तक पनि पढिरहेको उडाइ पनि रहेछ। प्लेन दायाँतिर कसरी मोड्ने लेखाएको थियो, दायाँतिर मोड्यो, दायाँतिर गयो, देब्रेतिर ल्यायो, देब्रेतिर तल, तल कसरी ल्याउने, माथितिर कसरी ल्याउने, यसरी कसरी मोड्ने, बत्ती कसरी बाल्ने, बत्ती कसरी गर्ने, यो सबै कुराकानीहरू छ, कुराकानी भइरहेछ। अब उहाँलाई उडाउँदा उडाउँदा 45 मिनट भयो। त्यसपछि फ्युल कसरी हेर्ने त्यहाँ लेखाएको छ, फ्युलको ट्याङ्की, यो ट्याङ्की, यो ट्याङ्की, ल्यान्डिङ गियरको बारेमा। अनि त्यसपछि अब ल्यान्डिङै कसरी गर्ने भन्ने चाहिँ अब त्यहाँ लास्ट पेजमा पुगेपछि चाहिँ अब उडाइरहेछ प्लेन, ल्यान्डिङ कसरी गर्ने भन्नेलाई चाहिँ हजुरलाई अर्को पुस्तक पढ्नुपर्ने हुन्छ। यो पुस्तक चाहिँ यतिकै सक्यो।